रश्मि बहिनीलाई नेपाल फर्काउनु पर्यो, नेपाल डिपोर्ट गराउनु पर्यो, यो अभियान चलाउनु पर्यो भन्नेहरू पनि धेरै हुनुहुन्छ होइन। वास्तवमा यो केस त्यो भाइले नेपाल एम्बेसीमा नेपाल स्थित अमेरिकन एम्बेसीमा केस फर्मल औपचारिक रूपबाट कुनै राम्रो इन्टरनेसनल लयर लगाएर, इन्टरनेसनल इन द सेन्स देशभित्र र देश बाहिर पनि इन्टरनेसनल लमा काम गरेको कुनै लयरको मार्फतबाट युएस एम्बेसी नेपालमा मुद्दा दर्ता गरायो भने त्यो मुद्दा अहिलेको सन्दर्भमा सोझै आइसमा रिफर हुन्छ, इमिग्रेसन इन्फोर्समेन्टमा पनि आउँछ। आइसले के कहाँ खोजौँ, कसलाई भेटौँ र कता लतारौँ भनिरहेको बेलामा यतिको किसिमको अपराधहरू अब यदि त्यस किसिमको चाहिँ नेपालमा ठुलै क्राइम भनौँ न, अब फर्जुलेन्ट इभेन्ट पनि हो नि त यो त। त्यत्रो पैसा श्रीमानको फसाइदिने, अनि सम्बन्ध विच्छेद गरेको छैन, अनि अर्को केटासँग चाहिँ यहाँ बस्ने भनेको यी प्रमाणहरू चाहिँ यदि त्यो भाइले राखेर मुद्दा नेपालबाट चलायो भने यो केस डिपोर्ट हुने केस हो अहिलेको अमेरिकाको नियम कानुन अनुसार चाहिँ, यदि यो चाहिँ कडा तरिकाले गयो भने। तर यहाँ अरू मान्छेले निवेदन हालेको भरले यो केसमा केही पनि हुँदैन। जस्तो देख्ने सुन्ने सञ्जालबाट गएर आइसमा निवेदन हालिदिएर त्यसरी लिँदैन यहाँ अमेरिकाको सिस्टमले। जो मान्छे पीडित छ उसले चाहिँ नेपाल झिकाइ पाऊँ भन्ने तरिकाले चाहिँ यदि नेपालबाट चाहिँ केस चलायो भने यहाँको इमिग्रेसन अदालतले प्रोसेसिङ गरेपछि यस किसिमको फ्रड मान्छेहरूलाई अमेरिकामा राख्दैन। यदि यो बहिनीले फ्रड गरेको हो भने, अब होइन त्यो केसमा चाहिँ अब मान्छे तिमीहरूको सायद तिमीहरूको त पनि एग्री भएर मेरो मम्मा पनि एग्री भएर तिमीहरू सबै मान्छेले उ गरेर भनेर हुन्छ भनेर अनि पछि मैले त्यो मेरो मम्माबाले त तिमीहरूको सहमतिमा पठाएको पेपर हो, पावर अफ अटर्नीको पेपर। मैले त्यो डिभोर्सको कुनै पेपर होइन, मैले त्यो त्यही त पावर अफ अटर्नी किन पठाउनु पर्थ्यो त? डर पोख्ने आफै आइहाल्यो, दिए भइहाल्थ्यो, पैसा दिए भइहाल्थ्यो। डर पोख्नु आउँदैन, ल भयो आउँदैन, जे गर्नु त गर। आफ्नो बुढीको त खोज्ने हो म, आफ्नो बुढीलाई यत्रो महिना 8 महिना भइसक्यो। खोज जहाँ खोजे टिकटकमा खोजे, आकाश गएर पतालको खोजेर अन्डरग्राउन्ड कहाँ जानुपर्ने हिम्मत छ भनेपछि आए पनि हुन्छ, उ गरे पनि हुन्छ। आउला नि त एक दिन, नआउनु पर्ने के छ र? त्यो आउँदैन, म हेरौँ आउँछु, तर मेरो पैसा पठाइदियो नि त, म त्यही पैसाले आउँछु। अनि मेरो आमाको पैसा पठाइदिनु पर्यो, अनि म त्यो पैसाले आउँछु, अनि आएर भेटेर कुरा गरौँला। अब त नआउन सक्ने भएपछि नेपाल म आउँछु, तर मलाई त पैसा चाहियो आउन जान, प्लेन टिकट अनि युनिभर्सिटीमा हल्का फी हाल्नलाई त चाहियो त मलाई पैसा, मसँग त छैन। म आउँछु अनि आएर त्यही भेटौँला, त्यही भेटेर अनि के सम्झौता गर्नुपर्ने अनि त्यही आएर डिभोर्स दिउँला। अब आफू नेपालमा आउन सक्ने भएपछि म के भन्नु त? अनि मान्छे पनि छ्या कसरी पनि यसरी भुल्न सक्छन् यार? 4 वर्षको माया प्रेम यहाँबाट यसरी सम्झौतामा गएको, यत्रो 4 वर्षको मेमोरी बने हुन्छ यति धेरै। पैसै सबै ठुलो कुरा होइन नि, पैसा त आफूले कमाउने हो मेहनत गरेर। बेटर बिहे गरेपछि पनि के मान्छे बेटर अप्सन खोज्दै जान्छ र? बिहे गरेपछि त कमिट हुनु पर्यो, अनि बेटर अप्सन नखोजे भए डिभोर्सको पेपर पठाउनु पर्ने जरुरत के थियो? घरमा भने त मलाई बस्न मन थिएन, मलाई त्यो मान्छे चाहिएन, मलाई भनेपछि सकिहाल्यो त त्यहाँनिर। कसैले त भगवानले पनि केही गर्न सक्दैन त्यहाँनिर, सक्दैन भनेपछि भयो, सकियो त्यहाँनिर। अनि बस्दैन, मम्मा हो नि, चाहे भगवान होस् कोही पनि होस्, अनि बस्न सक्दैन भनेपछि अनि मेरो मम्मा बाबाको पैसा त दिनु पर्यो नि त हजुर। हो त्यतिखेर दिन्छु भनेर भनेको थिएँ नि त हजुर। हजुरहरूलाई पैसा दिन्छु भनेर भनेकै थिए, हजुरहरूले मान्नु भएन सोसियल मिडियामा। कि त मलाई मेरो पैसा चाहियो कि त म सोसियल मिडियामा जान्छु भनेर भने, अनि हामीले पैसा दिन्छु, ल ठिक छ केही छैन तिमीहरूको मेहनतको पैसा हो भनेर भनेपछि दिन्छु भनेर सबै एग्री भइसकेको थियो, भनिसकेको थिए सबैले, सबै राजी भइसकेको थिए। अनि एग्री म भएको थिएन है, मलाई चाहिँ डिभोर्स सक्नु भएपछि अनि पछि त्यो सोसियल मिडियामा गएर त्यो नाटक देखाउनु किन त्यो भयो त्यस्तो? त्यो त चेक दिन्छु भन्थे, मलाई पावर अफ एटर्नी पठाएछ भन्ने पनि भगवान कसम थाहा हुनु म मरिजाम। मेरो मम्मा बाबाको कसम मलाई पावर अफ, पछि बाबाले भने मैले उता छोरीलाई कागज पठाएछु, उताबाट आएपछि म तपाईँको पैसा दिन्छु अनि डिभोर्स गरौँला भने, मैले भने अब
त्यति मिल्दा पनि मिले रहेछ नि त अनि पेपर पठाएपछि अनि पछि डिभोर्स पठाइसकेपछि अनि भनेको मलाई वकिलकै त्यो वकिलकै फोन आएको थियो। चाहिएको थियो नि, पैसा त चाहिएको थियो नि तिमीहरूलाई अनि पैसा पठाएर डिभोर्सको पेपर पठाए पनि नपठाए पनि जे गरे पनि पैसा चाहिएको थियो तिमीहरूको मेन मोटिभ त्यही हो। पैसा दिएपछि अनि पछि डिभोर्स गराउने भनेर अनि त्यो कुन खाके ठुलो कुरा भयो त्यसमा? दिन्छु अनि डिभोर्स हामीले त तँसँग आफ्नो बढी पैसा 1 रुपियाँ पनि तेरो मागेको छैन है। हामीले त आफ्नो लागेको पैसा त मागे हो है। आफ्नो लागेको पैसा त दिन्छु भनेपछि अब ल छोरी मिल्दैन भनेपछि ल डिभोर्स दिन्छु भनेपछि ल हुन्छ त अब आफ्नो लागि जति त्यो मेरो मम्बाबालाई त्यो नराम्रो बनाछौ गरेछौ नि मलाई त्यहाँनिरदेखि त्यो वहाँनिरदेखि तिमीहरूको त्यो खानदानकै तिमीहरूको त्यो मलाई मुखै हेर्न मन तिमीहरू त्यो बोले मलाई सुन्न मन छैन जिन्दगीमा त्यो पनि नहोस्। नै सुन्न हो पनि नपऱ्यो नि यस्ता मान्छे। त्यही त अब त्यो त भविष्यले त्यो सबैमा देखाउला भगवान पनि छ भविष्यमा हेरौँला। हो भगवानमा जिउँदैछ मान्छे। अब थाहा भयो होला मान्छे चाहिँ यस्तो हुँदो रहेछ। आफूले सोचेको थियो होला भित्रभित्रै यो कोल्टाउँ र यता पनि यो कोल्टाउँ भित्रभित्रै भोलि डिभोर्स गर्यो भने बिहे गरे को थाहा पाउने हो सोचेको थियो। अब यत्रो बिचरा यत्रो संसार ढिन्डोरा पिट्टेला भन्ने थाहा भएन होला त्यतिखेर चाहिँ भित्रभित्रै बाउ छोरी अब पनि के बिग्रेको छ को छ मैले बिहे गरेको छु भनेपछि पनि कोलाई के असर पर्दैछ मैले गरेको छैन भनेपछि पनि कोलाई के असर पर्दैछ? मलाई पर्दैछ नि। म हुन त बुढो मलाई असर पर्दैन। म आफ्नो बुढीले म अरूसँग बिहे गरेको छु भन्न लाज लाग्दैन अलिकति? कोसँग भने मैले भन्दै नि अहिले बिहे गरे भए पनि नगरे भए पनि कसलाई असर पर्दैछ? मलाई पर्दैछ असर। म हुँ बुढो। नेपालको कानुन संविधान अनुसार 2074 को नेपालको 74 कानुन बमोजिमको बुढो म हुँ। मलाई हक छ। मैले भने त हुन्छ म बस्दा मन छैन भनेपछि ठिक छ म पनि एग्री गर्छु। मैले पनि जबरजस्ती मैसँग बस भन्न मिलेन। ल ठिक छ भविष्य छ उमेर छ आफ्नो छ गर तर कुरा यो तमासा गर्नुभन्दा अगाडि त्यो दिमागमा आएको थिएन सोसियल मिडियामा त्यो एकचोटि भने त्यो पोस्ट गर्नुभन्दा अगाडि अपलोड गर्नुभन्दा अगाडि त्यो कुरा त्यतिखेर क्लियर त्यहाँनिर भने भइदिए एक भने मैले कति भने मैले बाबालाई भने मलाई चेक दिने भएपछि म बरु सोसियल मिडिया यताउति जान्छु भने त्यसो भए तपाईँ जेसुकै गर्नुहोस् मलाई थाहा छैन भने चटक्क फोन काट्यो बाबाले। फेरि मैले फोन दोस्रो चोटि तेस्रो चोटि गरेँ उठाएन। 50 चोटि दिनरात फोन गरेर मान्छेलाई काममा भए मान्छेलाई टर्चर दिएपछि काममा केही गरे होइन। मैले दोस्रो चोटि फोन गरेको थिएँ। दोस्रो चोटि गरेर पनि फोन उठाएन। छोरीले पठाएको थियो मलाई पैसा थाहा थियो मलाई $4000 आएको थियो। मैले भने छोरीसँग पैसा लिने अनि त्यही पैसाले डिभोर्स गराउने भोलि डल्ला खाउँला भने थाहा छ मलाई पाकिस्तानीले दिए पैसा हो। म आफ्नो मम्बाबालाई पैसा दिन पाउँदैन म पठाउन पाउँदैन गर्दैन तिमीहरूले मैले यहाँ बुढालाई को दिने हो त? बुढालाई बुढाको पैसा लागेको पैसा बुढालाई बुढाको लागेको पैसा को दिने त? अनि तिमीहरूको पनि नदिन्छु भनेर कसले भनेको थियो? त्यतिखेर दिन्छु भनेर भनेकै थियो गरेको थिएँ। दिन्छु चेक दिन्छ चेक दिएर हुन्छ त? चेक भोलि बााउन्स भयो भने म कहाँ जाने चेक छाड्न? डिभोर्स त भएर फुत्किहाल्यो अनि म चेक कहाँ जाने चेक छाड्न? मैले कि त अदालत अगाडि पैसा बोकेर जाम बाबा त्यही पैसा दिउँ त्यही डिभोर्स लिउँ सँगै पैसै बोकेर जाउँ भन्दाखेरि बाबाले 5 लाख भन्दा बढी बोकेर लान मिल्दैन भनेर बुवाले भने हो। मैले भनेको छु मैले त कनेक्ट आइपिएस पनि गरिदिनुहोस् भनेर। भए पनि तिमीहरूको डिभोर्स भएकै दिन ल त्यसैका दोस्रा दिन भए पनि तिमीहरूका पैसा दिइदिन्थे। दोस्रा दिन दिन्छ भन्ने ग्यारेन्टी म कसरी पत्याउने भगवान? म कसरी पत्याउने? तिमीहरूको पनि कसरी ग्यारेन्टी उ गर्नु? म त डिभोर्सकै लागि त अदालत भित्र छिर्या हुन्छु त मैले। अनि म कसरी बाहिर आउँछु त? त्यही डिभोर्सै दिनको लागि आफ्नो छोरीको खुसीको लागि भनेर छुटकारा पाउनको लागि भनेर मैले भनेर उ गरेर उनीहरूले पनि मानेर अनि त्यही भएर त उनीहरू पनि डिभोर्सको लागि भनेर त कोर्टमा छिर्या थिए नि त। अनि उनीहरू पनि किन नदिन्थे पैसा? अनि डिभोर्स उनीहरू पनि आफ्नो छोरीको डिभोर्स हुँदा खुसी हुने आमा बाउ कसरी होला नि त भन्छ? भन्दैछ त आफ्नो छोरीको खुसीको लागि उनीहरू भनेर भन्दैछ त। अनि अहिले त्यहाँनिर भनेपछि म यो केटीसँग खुसी छैन त्यो कसैको पनि इक्जाम्पल दियो भनेपछि मलाई यो बुढी मलाई आफ्नो बुढीसँग मलाई त्यो छुटकारा लिनु छ मलाई डिभोर्स लिनु छ म यो आइमाईसँग बस्न सक्दैन गर्न सक्दैन भनेपछि अनि म त्यहाँनिर मम्बाउ के गर्छन् 1-2 चोटि सम्झाउन खोज्छन् 4-5 चोटि ल 20 चोटि 1000 चोटि सम्झाउला नि त्यसपछि पनि नमानेपछि उ गरेपछि उनीहरू पनि हेल्प गर्छ। जन्माइसकेपछि मान्छेले गरिसकेपछि अनि पछि मान्छे गर्दैनन् हेल्प गर्दैनन् सपोर्ट गर्दैनन्। डिभोर्स आफ्नो छोरीको डिभोर्स गर्न कसैको आमा बाउ हेल्प गर्दैनन् हजुर एकचोटि त्यो पनि विचार गर्नु हो। त्यो भएपछि मान्छे मेच्योर भइसके आउँछन् जतिखेर तिनीहरूको हेल्प चाहिँदैन। म मेच्योर छैन
ए 22 वर्ष पुग्दा नि म्याच्योर नहुने कस्तो हो त मलाई त्यो लिगली मलाई त्यो त्यस्तो त्यो पेपरहरूको बारेमा उसको बारेमा थाहा छैन, त्यही भएर मैले उनीहरूलाई सोधेँ अगाडिबाटै के गर्नुपर्छ कसो कसो गर्नुपर्छ मलाई भन्नु, म गर्छु भनेर मैले भनेर अनि उनीहरूले गरेको हो। ए बाबा उनीहरू कहाँबाट आयो बिचमा बिहे गर्ने बेला त केही सोधेको थिएनौ गरेको थिएनौ बडा कहाँबाट आयो अहिले आफैले भनेन मेरो आमा बाउले हुन् डिभोर्स गर्ने सबै कुरा प्रोसेस गर्ने भनेर मैले भने नि त, मैले भने यहाँबाट के हो मलाई के थाहा छैन ऊ छैन हजुरहरू सिकाउनु गर्नु भनेर मैले भने उनीहरूलाई पेपरहरू के गर्नुपर्छ कसो कसो के स्टेप हुन्छ भनेर। अनि पछि उनीहरूलाई सोध्नु परेन गर्नु परेन अनि आफ्नो छोरीलाई डिभोर्सका लागि सिकाउने बाउ आमा अनि छोरी भैया भइदिए पनि मैले भने त मैले 1000 चोटि भनिसकेँ म बस्दैन म मरिजाउँला यो मान्छेसँग म बस्दैन भनेपछि अनि त्यो मेरो मम बाबा के यो रश्मि पनेरू र उसको बाउ नारायण दत्त पनेरूले चाहिँ योगेन्द्रको विरुद्धमा अब अंशसहित डिभोर्स चाहियो भनेर त्यो मुद्दा हालेको कुरा त हजुरहरूले थाहा पाउनु भयो होला है। ओ माई गॉड, यो कहाँसम्म हुन्छ कि मान्छेको सोच कहाँसम्म हुन्छ, विचार कहाँसम्म हुन्छ, मानवता भन्ने खोइ अब मानवता भन्ने हरायो सक्यो, बाँच्नु पर्दैन तिमीहरूलाई चाहिँ भगवान छन् भन्ने जस्तो लाग्दैन। के गर्न खोजेको के? अरे बाबा ल त्यही योगेन्द्रको पैसामा विदेश गएको छ, उता गएर आफैले के काण्ड मचाएको छ न उसले। ल ठिक छ योगेन्द्रले केही डोमेस्टिक भाइलेन्सहरू गर्यो, केही गर्यो, अत्याचार अन्याय त्यस्तो गर्यो, ल त्यही भएर डिभोर्स माग्यो भने नि एउटा कुरा। नेपालमा 4 वर्षसम्म चाहिँ रिलेसन ठिक हुने अनि त्यसपछि उता गएपछि आफै एक्कासी चेन्ज भएर अनि यति साह्रो यो भाँड भइलो के को लागि? यो रश्मिलाई सोधेँ मैले के गर्न खोजे के हो तिमीले? अनि तिम्रो बाउ चाहिँ के हो? त्यो एउटा छोरीलाई सम्झाउनु पर्ने ठाउँमा यस्तो उचालेर मान्छेलाई मर्ने बाध्य बनाउने हो योगेन्द्रलाई। यो नारायण दत्त पनेरूको घर वरिपरि को हुनुहुन्छ प्लिज उहाँलाई चाहिँ एकदमै धेरै सद्बुद्धि दिनुहोस्। छोरीको बुद्धि बिग्रियो भन्दैमा बाउले झन् उचालेर के गर्न खोज्या? ज्वाइँलाई मार्न खोज्या? कुनै पनि ल ठिक छ ज्वाइँ मन नै पर्या छैन भने नि कुनै मन नपर्या ज्वाइँलाई पनि यति साह्रो चाहिँ कुनै पनि ससुराले गर्दैन। ल यो चाहिँ ठोक्वा गरेर दिएँ मैले। के गर्न खोज्या त्यो नारायण दत्तजीले? उल्टै छोरीले पैसा दिनुपर्ने छ यता। ल ठिक छ डिभोर्स चाहियो भने डिभोर्स लैजाऊ तिमी, अनि पहिला त दिनु पर्यो नि त। अनि योगेन्द्रको कति पैसा लागेको छ त्यो ब्याज सुद्धा देऊ न। आफैले पैसा दिनुपर्ने ठाउँमा ल अंशसहित डिभोर्स चाहियो भनेर त्यो पैसा पनि पचाउन खोज्ने अनि आफ्नो अंश पनि लान खोज्ने न। उसँग केही छ फेरि एकदमै पीडित भनेको चाहिँ योगेन्द्र हो। अहिले चाहिँ योगेन्द्रसँग न सम्पत्ति छ न केही छ, ऊ आफ्नै लाइफ सर्भाइभ गर्न गाह्रो भइसक्यो भनिरहेछ। फ्यामिली कसरी हेर्ने, फ्यामिलीको टाउको के उता रश्मिलाई विदेश पठाएको त्यो ऋणको भारी सबै उसको टाउकोमा थुपार्दैछ, त्यसको ब्याज तिरिरहेछ। उल्टै अब अंश चाहियो अरे भनेर मुद्दा हाल्दै रहेछ। नेपालको कानुन चाहिँ के हो अब? यो कानुनले के मान्छ अब यसलाई? केटी मान्छे नै गलत केटी मान्छे नै सही भनेर साबित गर्छ यस्तोलाई पनि। यस्तो देखेर त ल कुनै पनि यो रश्मिले चाहिँ यति साह्रो गर्यो कि होइन। अब कुनै कसैले पनि अब आफ्नो श्रीमतीलाई राम्रै इन्टेन्सनले विदेश, अब श्रीमतीहरू पनि राम्रै इन्टेन्सनले विदेश जाँदैछ भने पनि 1000 चोटि सोच्न बाध्य बनाइदियो कि उसले चाहिँ रश्मिले। सो अहिलेको कन्डिसनमा चाहिँ ऊ योगेन्द्रलाई चाहिँ एकदमै धेरै गाह्रो परिरहेको छ। म यो केस लड्न तयार छु, मसँग आवश्यक प्रमाणहरू पनि छ, तर मसँग फाइनेन्सियल केही पनि छैन, म लयर हायर गर्न सक्दिनँ, मलाई सपोर्टको खाँचो छ भनेर उसले एकदमै दुखी भएर मलाई मेसेज गरेको थियो। होइन म हजुरहरूलाई मेसेज पठाउ सुनाउँछु। योगेन्द्रले चाहिँ मलाई मेसेज गरेको थियो हेर्नु है त। मैले हजुरहरू सबैबाट इमोसनल सपोर्ट धेरै गरिदिनु भयो, मलाई धेरै नै खुसी लाग्यो। अनि आज आफ्नो लागि बोल्न सक्ने भएको छु। फाइनेन्सियल कन्डिसन्स चाहिँ मेरो अहिले एकदमै कमजोर भएर लयर हायर गर्न सक्ने अवस्था नै छैन। सो हजुरहरूले मलाई आफ्नो सकेको हेल्प गर्नुहुन्छ भन्ने आशा राखेको छु। आई वान्ट टु सेभ माई फ्यामिली, सो प्लिज हेल्प मी, ताकि म आफ्नो केस लड्न सकूँ। अब मसँग बाँकी केही पनि छैन, ब्याङ्कको आफै लोनमा छु। म आफ्नो लाइफ कसरी सर्भाइभ गर्ने, कसरी फ्यामिलीलाई हेर्ने, आइ एम टोटल्ली अनकन्सियस। आज म सबै नेपाली फ्यामिलीसँग फाइनेन्सियल माग्न बाध्य भएको छु भनेर मलाई मेसेज गरेको थियो। अनि त्यसपछि मैले हुन्छ तिम्रो क्युआर देऊ न भनेर उसँग ब्याङ्क डिटेल्सहरू मागेको थियो। अनि उसले मलाई ब्याङ्कको क्युआर दिएको थियो क्या। म त्यो हजुरहरूलाई यो कमेन्टमा राखिदिन्छु। अरे बाबा, आफै उतातिर गएर लिभिङ टुगेदरमा बस्ने त्यो सबै प्रमाणहरू छ उसँग होइन। कहाँ बसेको के त्यो ट्र्याक गरेर उसले झिकाएछ उताबाट चाहिँ त्यो चाहिँ होइन। अनि अहिले यो अंश माग्दा अलिकति लाज भन्ने मान्छेमा हुँदैन, अलिकति मानवता भन्ने हुँदैन। छोरीको त बुद्धि गयो, बिग्रियो, सक्यो। बाउले के गरे त्यो छोरीलाई सम्झाउनु पर्ने ठाउँमा न उनीहरू फेरि कन्ट्याक्टमा पनि छैनन् भने कोही पनि कन्ट्याक्टमा छैन अरे। न बाउ आमा छन्, न रश्मि छ, न फ्यामिलीसँग कोहीसँग पनि यताउता कोहीसँग पनि कन्ट्याक्ट छैन। यो सबै लुकी छिपीको खेल हो क्या यिनीहरूको। यो डिप्रेस्ड एकदमै योगेन्द्र चाहिँ एकदमै डिप्रेस्ड भएको छ। प्लिज सबैजनाले सकेको हेल्प गरौँ है। मैले यो उसको चाहिँ यो
क्युआर मागेर चाहिँ म हजुरहरूलाई कमेन्टमा राखिदिन्छु त्यो क्युआर, अनि गोफन्डमीमा गएर पनि हजुरहरूले हेल्प गर्न सक्नुहुन्छ। उसले गोफन्डमी पनि खोल्या रहेछ, यहाँ तल मैले लिङ्क राखिदिन्छु त्यसको पनि। प्लिज डु सपोर्ट हिम। यो एकदमै धेरै अन्याय हो, एकदमै धेरै अन्याय हो। अब नेपालको कानुनले के गर्छ थाहा छैन। नेपाल नयाँ सरकारले चाहिँ यसको चाहिँ एकदमै कडा छानबिन गर्नुपर्ने हुन्छ। उता विदेशमा भएको उनीहरूको त्यो रश्मि बसेको ठाउँको हुन्छ या सिकन्दर अहमद बसेको ठाउँको त्यो उनीहरूको दुईजना त्यो बसेको ठाउँको त्यो सिसिटिभी निकालेर हुन्छ कि यो नेपाल सरकारले गर्नुपर्छ। यो केटा मान्छे मात्र सधैँ गलत हुँदैन, केटी मान्छेहरूले एकदमै धेरै गर्न थाले, उनीहरूलाई अधिकार एकदमै धेरै भइसक्यो। सबै त भन्दिनँ तर धेरै नै म्याक्सिमम विदेश गएपछि यस्तै हुने धेरै 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 सुनेको थिएँ। तर यो चाहिँ अलि अनौठै खालको भयो कि रश्मिले चाहिँ अति नै गर्यो, मर्नै बाध्य बनाउनु लागिसक्यो अब त उसको बाबु छोरी नै मिलेर। प्लिज डु सपोर्ट योगेन्द्र है, हामी सबैजनाले योगेन्द्रलाई सपोर्ट गर्नुपर्छ।